पिस्टनको हालत हेर्ने यहाँ कस्तो भयो तन्दुरी भयो पिस्टन तन्दुरी गाइज हिजो भनेको तपाईँहरूले बुझ्नु भएन होइन आजैमा तपाईँहरूलाई बुझाउँछु है यहाँ छ सबै कुरो होइन हिजोको जुन भिडियो बनाएको थियो यसको बारेबाट पिस्टनको बारेबाट आज सब कुरा तपाईँहरूलाई बुझाउँछु है त म हिजो भनेको थिएँ नि यो 2800 डिग्रीको टेम्परेचरमा यसको माथिको भागमा 2800 डिग्री टेम्परेचर हुन्छ भनेको थिएँ होइन यहाँ हेर्नुहोस् यो भाग यो पिछलो भाग भयो यो तल्लो भाग हो है यो तल्लो भागमा तपाईँको 380 डिग्री टेम्परेचर हुन्छ यो माथिल्लो भागमा 2800 डिग्री टेम्परेचर होइन यसमा 380 डिग्री त्यसपछि यो भयो बाँकी आयो यसको लाइनर यहाँनिर ल हेर्नु यो भाग भनेको थिएँ नि मैले यतापट्टि देखाउँछु दाइ ल यो भनेको लाइनरको भाग हो है यसमा यसको बाहिरीपट्टि एरियामा यो छाके यहाँनिर पिस्टन चल्छ यो एरियामा तपाईँको हुन्छ 280 डिग्री टेम्परेचर यसमा पिस्टनमा 380 डिग्री हुन्छ यो लाइनरको यतापट्टिको भागमा 280 डिग्री हुन्छ होइन यसैको यतापट्टि भित्रपट्टि भागमा यहाँनिर पानी चल्ने ठाउँमा 180 डिग्री टेम्परेचर हुन्छ अनि त्यो 180 डिग्री टेम्परेचरलाई पानीले लिमिट गरेर 80 डिग्रीमा ल्याउँछ त्यहाँभन्दा बढी भयो भने गाडी हिट हुन्छ त्यही गाडी हिट हुनको कारणले गर्दा त्यो इन्जिन सिज भएको थियो अब यो इन्जिनहरू अहिले हामीले यहाँ खोलेर राखेका छौँ